सम्पूर्णमा नमस्कार। हामी सबैलाई थाहै छ पछिल्लो समयमा राजतन्त्रवादीहरू राजा आऊ देश बचाऊ भन्दै विभिन्न नारा जुलुस राखे जुलुस आन्दोलन गर्दै आइराख्नु भएको छ। हिजो अस्ति 15 गते भएको आन्दोलनका विभिन्न चरणहरू विभिन्न परिस्थितिहरू हामी सबैले हेर्यौं, अवलोकन गर्यौं र उहाँहरूको यो क्रम जारी छ। त्यतिखेर जो 15 गतेको आन्दोलनको जिम्मेवारी पाउनुहुने जो दुर्गा परसाई अहिले फरार हुनुहुन्छ, त्यसको संयोजक नवराज सुवेदी अहिले घरमै नजरबन्दमा हुनुहुन्छ र त्यसपछि अहिले फेरि आन्दोलनको जिम्मेवारी पाउनु भएको छ जगमान गुरुङले। र हुन त जगमान गुरुङ धेरै पुरानो मान्छे, बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ। उहाँलाई मलाई लाग्छ धेरै कुरा थाहा छ र थाहा हुँदै पनि तर अहिले धेरै कुरालाई यो सुतेको मान्छेलाई उठाउन सजिलो हुन्छ, सुते जस्तो गर्नेलाई उठाउन सकिँदैन भने जस्तै उहाँले बुझेर पनि बचाइराख्नु भएको मैले त्यसरी एउटा अनुभूति गरेको छु। वास्तवमा उहाँले एउटा आफूलाई मात्र होइन सम्पूर्ण गुरुङ जातिलाई नै उहाँले कुल्चिएको एउटा आभास लगभग इतिहास अध्ययन गर्ने हो भने सबैले त्यो अनुमान गर्न सकिन्छ। किनकि राजा वीरेन्द्रभन्दा 5 वर्ष अगाडि जन्मिएका रविन्द्र शाह जो राजा हुनुपर्नेमा जाति तकै कारणले गर्दाखेरि उहाँलाई राजा बनाइएन। उहाँ गुरुङबाट जन्मिनु भएको थियो। गुरुङ जात गीता गुरुङबाट जन्मिनु भएका राजा वीरेन्द्रभन्दा पनि 5 वर्ष अगाडि जन्मिएका रविन्द्र शाहलाई जो राजा बनाइएन, यो अत्यन्तै दुःखद पक्ष हो। किनकि कुनै पक्षपात नगरी गरिने हो भनेदेखि वीरेन्द्रको ठाउँमा त्यस समयमा रविन्द्र शाहलाई बनाउनु पर्थ्यो। राजपरिवारमा यस्ता विभिन्न अन्य अत्याचार हुँदै पनि अहिले त्यसको नेतृत्व एउटा गुरुङ जातिले नै गरेको चाहिँ मलाई अचम्म लागेको छ, दुःख पनि लागेको छ। र यो कुरालाई इतिहासलाई मनन गर्नको निमित्त म सम्पूर्ण गुरुङ जाति मात्र होइन आम नेपाली जनतामा यो बुझ्नु होला, इतिहास अध्ययन गर्नु होला भन्न चाहन्छु। धन्यवाद, नमस्ते।